त कविको चाहिँ अब कथा भन्छु हजुर सबैजनाले सुन्नु होला इच्छा भएकोले हजुर जाँग भाँग सुरती फेर खाए जाति कहिल्यै भएन यो नजाति चिजको गरिसँग अघि मासी हो यदु वंश भन्ने चाहिँ कविले चाहिँ भन्नुभएको थियो। यो चाहिँ मनमा लागेकाले चाहिँ यो जाँड भाङ सुर्ती ऐफेन जुवा तासहरू यी चाहिँ नखेलिदिनु होला कोही पनि। अरू त मैले जाने हो त्यति हो। अरू त अब चाहिँ सिक्दै त्यस्तै बुझ्दै जानुपर्छ अन्त भन्ने हुनुहुन्छ अरूले भन्ने हुनुहुन्छ बुझ्दै जानु ज्ञानी हुनु सबै चाहिँ दाजुभाइ दिदीबहिनी छोराछोरी हैजा नातिहरू सबै मानवहरू चाहिँ सबै बुझ्दै जानु ज्ञानी हुनु। बाले चाहिँ किन यस्तो कविता भन्नुभयो भनेपछि मैले गाँजा भनेर यो खाएको थिएँ हो त्यही भएर गाँजाहरू खान हुन्न भन्ने बाको सन्देश हो है त।